हेलो साथीहरू, नमस्ते। लोकसेवा सेवी च्यानलमा तपाईँहरूलाई स्वागत छ। के छ तपाईँहरूको खबर? सबभन्दा पहिला चाहिँ कस्तो चलिरहेछ एक्जाम प्रिपेरेसन? किनभने अब त एक्जामको डेट पनि आइहाल्यो। 13 गते रहेको छ नेपाल टेलिकमको। आजको चाहिँ यो भिडियो पनि मैले त्यस्तै खाले ल्याएको छु जुन मैले अस्ति अपलोड गरेको थियो सेटवाला। यो चाहिँ क्वेसन बुकमा रहेको छैन, सेटमा रहेको छ। सेटमा यस्तो यस्तो क्वेसन मैले देखा परेको थिएँ, अनि त्यही भएर मैले चाहिँ तयारी गर्दा, म आफ्नो प्रिपेरेसन गर्दा यो सेटहरूको क्वेसन पऱ्यो। अस्ति नै भनिदिएको कि सेटको क्वेसन पनि मैले सल्भ गरेको थिएँ 8-9वटाको, अनि त्यहीमा यहीहरू मलाई इम्पोर्टेन्ट लाग्यो। त्यही भएर यो, किनभने यो बुकमा पनि छैन। बुकमा भएको क्वेसन त तपाईँहरू आफै सल्भ गरिहाल्नुहुन्छ, तर बुक बाहेकको चाहिँ च्याट जिपिटी, गुगल क्रोम यताउतिबाट होइन, अर्को बुकहरूबाट हेरेर गर्नुहुन्छ नि। त अहिले टाइम पनि छैन, तपाईँहरू रिभाइज गर्नुहोला। म चाहिँ यस्तै यस्तै भिडियो ल्याइदिने गर्दछु। यो भिडियो चाहिँ रहेको छ यो नेपाल टेलिकममा ग्राहक सम्बन्ध व्यवस्थापनमा देखिएका समस्या र समाधानको उपायहरू लेख्नु। जो चाहिँ 10 मार्कमा सेटमा सोधिएको थियो होइन, सेटमा चाहिँ रहेको थियो। सेटमा छ भने इम्पोर्टेन्टै छ। हामीले नयाद गरे पनि वी हेभ टु सी इन वान टाइम, एकचोटि हामीले हेर्दा भइहाल्छ। त्यही हो। त मैले चाहिँ मेरो पनि त्यस्तै हालत थियो, त्यति टाइम थिएन। अनि त्यही भएर नेपाल टेलिकम ग्राहक सम्बन्ध व्यवस्थापन देखेको समस्या र समाधानको उपायहरू लेखेको छ नि। अनि यो पनि त बजार व्यवस्थापनसँग सम्बन्धित च्याप्टरसँग रहेको छ ग्राहक सम्बन्ध। मैले चाहिँ यो 5-6वटा च्याप्टर छ नि बजार व्यवस्थापनको, म सब चाहिँ अपलोड गरिदिएको छु। यो ग्राहक सम्बन्धको पनि अपलोड गरिदिएको छु, जसमा त्यही भएर मैले चाहिँ यसमा ग्राहक सम्बन्धको डिफिनिसन लेखेको छैन। डिफिनिसन लेखेको छु अनि माथिको स्लोगन लेखेको छु। अनि तपाईँहरू चाहिँ यस्तो नगर्नु, तपाईँ चाहिँ लेख्नु होला। 10 मार्कको क्वेसन छ, म मात्रै इम्पोर्टेन्ट ग्राहक सम्बन्धको माथि स्लोगनमा लेख्नु होला। रिलेसनसिप बिट्विन अ कम्पनी अर अदर अर्गनाइजेसन अर अ फेमस पर्सन एन्ड द पब्लिक। यो चाहिँ स्लोगनमा लेख्नु होला। इङ्ग्लिस नेपाली लेख्दा चाहिँ केही हुँदैन, बुझ्नुभयो? म चाहिँ अर्को भिडियोमा राखिदिएको छु ग्राहक सम्बन्धको डिफिनिसन, स्लोगन, निष्कर्ष, महत्त्व यताउति सब राखिदिएको छु। त्यही भएर मैले यो चाहिँ यसमा आफूमा लेखेको छैन। ग्राहक सम्बन्धको डिफिनिसन लेख्ने देन मैले लेखिदिएको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ मैले चाहिँ कति हतारमा रहेको छु। न टाइम भ्याउने न केही गर्ने, छिटा जुन मलाई चाहियो त्यही मलाई चाहियो, मतलब जुन मलाई क्वेसनको एन्सर चाहियो त्यो मैले लेखेको छु। माथि तपाईँहरू स्लोगन लेख्नु होला, त्यसपछि ग्राहक सम्बन्धका 2वटा डिफिनिसन लेख्नु होला, त्यसपछि लेख्नु होला नेपाल टेलिकममा ग्राहक सम्बन्ध व्यवस्थापन देखिएका मूलभूत समस्याहरू यस प्रकारका छ। कुन छ भने कल सेन्टर वा सेवा केन्द्रमा फोन गर्दा लामो समय पर्खिनु पर्ने, यस्तो टाइपको समस्याहरू तपाईँहरू पनि त्यो फेस गर्नुभएको छ होला। नेपाल टेलिकमको हामीहरूको त उता तराईतिर बढी होला, यहाँ पहाडतिर जनसङ्ख्या कम छ, त्यही भएर त्यति पपुलेसन पनि छैन र त्यति भिडभाडहरू पनि हुँदैन। हामीहरू म त यता पहाडमा बसिरहेको छु नि, त्यही भएर उता तराईमा यस्तो प्रब्लमहरू बढी भइरहेको हो। त्यस्तै हामी लेख्न सक्छौँ। हामी यसरी एनालाइज गरेर पनि हामी लेख्न सक्छौँ कस्तो प्रब्लम छ होला भनेर। कल सेन्टर वा सेवा केन्द्रमा फोन गर्दा लामो समय पर्खिनु पर्ने, ग्राहक सेवा केन्द्रमा भिडभाड हुनु, नेटवर्क कमजोर हुनु, ग्रामीण क्षेत्रमा नेटवर्कको राम्रो पहुँच नहुनु होइन, ग्राहकको गुनासो सम्बोधन गर्न ढिलो हुनु, समस्या समाधानको अवस्था ट्र्याक गर्न नसकिने, बिल सम्बन्धी समस्या आउनु, सन्तोषजनक स्पष्टीकरण नपाइनु होइन। यति भयो। 10 मार्कमा सोधेको छ भने 5-5 मार्कको होला। समस्या र समाधान पनि 5-5 मार्कको। त्यसैले हामी 7-8वटा पोइन्टहरू समस्या पनि लेख्ने, 7-8वटा समाधान पनि लेख्ने होइन। अनि त्यस्तै मोबाइल एपमा प्राविधिक समस्या आउनु, अनलाइन सेवा झन्झटिलो हुनु, अफर तथा प्लानहरूको जानकारी स्पष्ट नहुनु होइन, रोमिङ सेवा महँगो हुनु, शाखाहरूमा कर्मचारीको अभाव हुनु, ह्याकिङ वा फ्रड कल जस्ता समस्याहरू बढ्नु। यो चाहिँ समस्या रहेको छ नेपाल टेलिकममा नि। ग्राहक सम्बन्धमा देखिएका समस्याहरू चाहिँ योहरू रहेको छैन। अनि त्यस्तै समाधान भनेपछि साथीहरू, तपाईँहरू समस्या एउटा लेख्नुहुन्छ र समाधान अर्को लेख्नुहुन्छ भने कोपी
जाँच गर्ने मान्छेले सिधा काटिदिनुहुन्छ, बुझ्नुभयो। जे समस्या छ त्यसकै उल्टा लेख्ने सिधै समाधानमा। यो नलेख्ने कि समस्या लेखिदियो ए अनि के अरे अनि समाधान लेख्ने जेड, त्यस्तो हुँदैन। मतलब जे समस्या लेख्नुहुन्छ नि त्यसलाई उल्टाइदिने पल्टाइदिने त्यस्तो हुन्छ। जस्तै मैले लेखेको छु नि, कल सेन्टर वा सेवा केन्द्रमा फोन गर्दा लामो समय पर्खिनु पर्ने, यो चाहिँ समस्या हो भने यसको समाधानमा लेख्ने अनलाइन टिकटिङ प्रणाली लागू गर्ने। अनलाइनबाट गर्दा हामीलाई त्यस्तो हुँदैन। त्यस्तै ग्राहक सेवा केन्द्रहरूमा भिडभाड हुनु भने ग्राहक सेवा प्रतिनिधिहरूको सङ्ख्या वृद्धि गर्ने, त्यस्तो चाहिँ समस्याको समाधान लेख्ने। यो होइन कि समस्याहरूको लेख्ने अनि समाधान अर्को हुने। म चाहिँ फेरि भनिदिइरहेको छु, जे समस्या लेख्नुहुन्छ त्यसको उल्टा त्यसको त्यो पोजिटिभ लेख्ने। समस्यामा हामी नेगेटिभ लेख्छौँ नि, अनि त्यसको पोजिटिभ लेख्ने हामी समाधानमा। त्यस्तै फाइबर नेटवर्कको विस्तार गर्ने, रियल टाइम नेटवर्क ट्र्याकिङ प्रणाली लागू गर्ने, अनलाइन पोर्टलमा बिल हेर्न सकिने व्यवस्था लागू गर्ने। अनि त्यस्तै मोबाइल एपमा सुधार गर्ने। हामी माथि लेखेको थियो नि कि मोबाइल एपमा प्राविधिक समस्या आउनु त्यसको हुन्छ मोबाइल एपमा सुधार गर्ने। त्यस्तै सेक्युरिटी सुधार गर्ने। अनलाइन सेवा झन्झटिलो हुन्छ भने सेक्युरिटी सुधार गर्ने। ग्राहक अनुकूल इन्टरफेस विकास गर्ने। साइबर सुरक्षा प्रणालीलाई सुदृढ बनाउने। ग्राहकलाई फ्रड कल तथा स्क्यामबाट बचाउन सचेत गराउने, होइन। अनावश्यक प्रक्रिया हटाएर छिटो सेवा दिने। योहरू चाहिँ यसको समाधान भयो। जे समस्या हुन्छ त्यसको उल्टो लेखेर समाधान पोजिटिभ इम्प्याक्ट लेख्ने अनि समाधान लेख्ने, होइन। अनि निष्कर्षमा चाहिँ साथीहरू तपाईँ त्यही ग्राहक सम्बन्धको कुनै एउटा डेफिनेसन लेख्दा हुन्छ या फेरि यही रिलेटेड योहरू पनि लेख्न सक्नुहुन्छ। देहायुल्लेखित समस्याहरू मतलब समाधान गर्दा ग्राहक सम्बन्ध व्यवस्थापनमा राम्रो पोजिटिभ इम्प्याक्ट देखिन्छ भन्ने तपाईँहरू यस्तो लेख्न सक्नुहुन्छ निष्कर्षमा, होइन। मैले चाहिँ यहाँ चाहिँ न स्लोगन लेखेको छु, न डेफिनेसन लेखेको छु, न निष्कर्ष लेखेको छु। साथीहरू मैले जे लेखेको छु म त्यही हेराइरहेको छु, समस्या र समाधान लेखिहालेको छु। किनभने निष्कर्ष मैले योभन्दा अगाडिको च्याप्टरमा योभन्दा अगाडि होइन, तल अरू होला, लङ भिडियोको तल होला, ग्राहक सम्बन्धसँग सम्बन्धित भिडियो मैले सब चिज राखेको छु। त्यसबाट तपाईँहरू हेर्नुहोला र गर्नुहोला। अब इक्जाम पनि नजिकै आउनु लाग्यो। तपाईँहरू आफ्नो प्रिपरेसनलाई राम्ररी अलि बलियो बनाउनु होला। यही राम्रो त्यो हो। अब भनिरहेको छ कि लोकसेवाको त्यो पनि खुल्दैन, तर खुल्छ। नेपाल टेलिकम संस्थानतिर खुल्छ। नेपाल टेलिकमको अब चाहिँ नयाँ भ्याकेन्सी असोज कार्तिकमै खुल्छ साथीहरू। त्यसरी तपाईँहरू प्रिटेस्ट पनि पास गर्नुहोला अनि उता नेपाल टेलिकमको इक्जामको लागि पनि धेरै राम्रो हुन्छ। हस्, गुड नाइट।